morning and welcome back to my another new vlog. साथीहरु आज हामी सबै दिदी बहिनीहरु मिलेर राप्ती सोनारी जाँदै छौं पौडी खेल्न त आउँदैन मलाई त्यही पनि आज एकदमै रमाइलो गर्नुपर्छ। सो आजको vlog एकदमै रमाइलो हुनेवाला छ, हेर्दै गर्नु होला। गाइस अहिलेको क्यामेराम्यान मेरो मम्मी हुनुहुन्छ, मेरो आउटफिट देखाउँदै हुनुहुन्छ। सो आजको आउटफिट चाहिँ यस्तो छ मेरो। एकदमै घाम छ त्यसैले मैले यहाँ शर्ट लगाएको छु। That's it. A few moments later. Okay guys, दिदीहरु पनि आउनु भयो मलाई लिन। म अब घरबाट निस्किए। सो त्यहाँ छन् तिनीहरु। रिसाइराछन् ढिलो। आफै ढिलो गर्छन् अनि मसँग रिसाउँछन्। सो आई एम भेरी एक्साइटेड फर टुडे। धेरै दिनपछि यस्तै हामी जाँदै छौं दिदी बहिनीहरु मिलेर। पुरा ग्याङ लिएर आएको छ उले त। लुक। किन यो दूध पनि बेच्ने हो लगेर? सो हेयर मेरो दिदीहरु हुनुहुन्छ, भाउजू पनि हुनुहुन्छ। अब आन्टी पनि आउनुभएको। आन्टी नमस्ते। आन्टीलाई चिन्दै नचिनेको पुरा। ल ढिलो भइसक्यो छ। अब कहाँ बस्ने त म? उल्टा बस्छ नै। यहाँ अन्डा छ रे। बस्नु त बस्ने का। गाइस मेरो लागि यहाँ ठाउँ नै छैन। उता मुख गरा ल। लो दम ल हामी गयौँ ल सबै। मेरो ब्युटिफुल भाउजू पनि आउनु भएको छ। आन्टी बिमलाको ससुरा ए ससुरा कट गर्ने होइन, कट यहाँ चाहिँ दिदीको सासू हुनुहुन्छ। सरी टङ स्लिप भयो। अब चाहिँ हजुरहरूलाई सिधै मिलन चोक है, मिलन चोकमा पनि दिदीहरू हुनुहुन्छ, वहीँ गएर भेट्छौँ। गाइस हामी चाहिँ मिलन चोक दिदीको पसल आइसकेको छौँ। अरू दिदीहरू आउनु भएको छैन, आउन बाँकी छन्। भोक लागेर मैले यहाँ चाउमिन मगाएको छु दिदीसँग। चाउमिन ल्याइदिनु। यहाँ म चाउमिन खाँदैछु। हाम्रो सरिता दिदी पनि आउनुभयो। One eternity later. जान लागेको सबैजना आइसक्नु भएको छ। माइजू यहाँ मेरो कान्छी माइजू हुनुहुन्छ। कस्तो मजाले गर्नुभयो। ल हामी जान लागेको साथीहरू। सरी यहाँ चाहिँ मेरो ठुलो माइजू हुनुहुन्छ। हजुर ल हामी चाहिँ यो रिक्सामा दुईटा रिक्सा रिजर्भ गरेको छौँ। गाइज मेरो हेमा दिदी पनि आउनुभयो। भएर आउनुभएको छ। आज पुरै हुनेवाला छ साथीहरू। लेट्स गो। पछाडि माइजूहरू आउँदै हुनुहुन्छ। पुल हो गाइज, यो राप्ती पुल हो। राप्तीको नयाँ पुल हो। माथिबाट हुन्छ के? पापा कत्रो ठुलो बनाएको रहेछ यार। बनाउँदै ए यो त मलाई थाहा थिएन। यो चाहिँ डबल बन्छ अब। फर्स्ट टाइम है यो राप्ती सोनारी जाँदैछु। राप्ती सोनारी नै यो ठाउँ नै आएको थिएन। म आज पहिलोचोटि आएको। यस्तो राम्रो लाग्यो मलाई ठाउँ। बाटो हेर्नु न, बाटो कस्तो दामी छ हेर्नु त। यहाँ साइडमा रुख, बिचमा पिच बाटो पनि यस्तो सफा छ। ओ माई गड। नेपालगञ्जमा हुनुहुन्छ भने एकचोटि आउनु होला। यो ठाउँ यस्तो दामी रहेछ, यति राम्रो छ। यु डोन्ट रिग्रेट यदि एकचोटि आउनुभयो भने। रमाइलो हुँदैछ यहाँ। टिकटक बाघले भिडियो बनाइदिनु लाग्छ। तमन्ना करना ऐसे सितम, तुझे मैं बोलूं तुझे मेरी कसम।
1 hour later. यहाँ धेरै बाक्लै माटो भएर रिक्सा चढेर हामी हिँड्दै जाँदैछौँ। यस्तो बाक्लै जङ्गल रहेछ साथीहरू, हेर्नुहोस् त बाप्पा। आउँदै हुनुहुन्छ के छ हाल खबर? एकदम बढिया हो। घुमैया जलधार धुमैया जलधार पार्क। जलधार एकदम कमेडी गर्नु। यता पनि हो तर ओ माय गॉड, यो बाटोमा त कहाँ जान्छ होला त? रिक्सा जान्न यहाँबाट, यस्तो बाक्लै छ। अब पानी एक बोतल है छोड्देऊ। यस्तो बालुवा छ, त्यही भएर अब रिक्सा चाहिँ योभन्दा अगाडि जाँदैन। अब हामीलाई हिँड्दै जानुपर्छ यहाँबाट। जाँदैन होला के, सानो सानो बाटो छ र हामी कहाँ जान्छ चिम्पा हेर्नु के सानो छ र जान्छ त। यो अलिकति बालुवामा त अड्किहाल्यो थियो। गाइस घाम पनि बेसरी लागेको छ, गइरहेछौँ हामीहरू। यस्तो छ, यस्तो शीतल छ है जङ्गलभित्र, यस्तो शीतल चिसो हावा चलिरहेको छ। दिदी मैले फेरि भाउजूलाई दिदी दिदी भनिरहेको छु कि सबलाई दिदी भनेर। एकैछिन गाइस, हिँड्दैछौँ हामीहरू। साह्रै लामो रहेछ यार बाटो, नजिकै होला भनेको त अलिकति टाढै लाग्यो मलाई। फर्स्ट टाइम आएर होला, मलाई अलिकति टाढै लाग्यो। हिँड्दैछौँ, जङ्गलभित्र रहेछ फेरि यो पार्क पनि। हामीसँग कहाँबाट आएको कि यो कुकुर? हामी पछि पछि आएको छ। कसको? ए हाम्रो पछि पछि आउँदैछ कि। नानी ल हुनुहुन्छ तपाईँ? मास्क लगाएको यो भाउजूको माइती घर हो, नजिकै रहेछ। पार्क पनि नजिकै, घर पनि नजिकै। यता देखाउने रमाइलो मजा आउँदैछ, तर हिँड्नु परेछ गाइज। अटो नआएर अटो त आउँछ के त अब फेरि हिँड्ने चिज फेरि मलाई मन पर्दैन क्या घाममा। जाँदैछौँ। सो गाइज फाइनली हामी आइपुग्यौँ पार्क। यो वाट दिदी के गरे? हेमा दिदी के हो? धुमैया जलधारा पार्क हामी आइपुग्यौँ। यति ठुलो सङ्घर्ष गर्नुपर्ने रहेछ, हिँड्नु पर्ने रहेछ यार। लास्ट हिँड्यो, पसिना पुरा बगिरहेको छ मेरो फेसबाट। सो फाइनल्ली धुमैया जलधारा पार्क हामी आयौँ। यही हो टिकट काउन्टर रहेछ यहाँ। दिदीहरूले टिकट काटिराख्नु भएको छ। गाइस पार्क चाहिँ यस्तो छ, एकदम राम्रो रहेछ, ठुलो बनेको रहेछ। यहाँ छ बाघ। कहाँ जाने हामी? यताबाट? अब सिधै नजाने? शुद्ध सफा पिउने पानी। बगिराख्ने रहेछ। त्यहाँ ओदानहरू पनि छ त पकाएर खाने। गाइस यहाँ पिकनिक पनि खेल्न आउँछ नि, पिकनिक स्पोट पनि हो, बच्चाहरूलाई खेल्ने पार्कहरू पनि गराइदिनु भएको रहेछ। जो रमाइलो रहेछ ठाउँ। हजुर ठाउँ चाहिँ एकदमै रमाइलो गराइदिनु भएको रहेछ। अलि अगाडि
जङ्गलै भित्र हो यो ल एकदम भित्र छ जङ्गलभित्रै बनाउनु भएको रहेछ यस्तो पार्कहरू हल्का हिँड्नु आफ्नो साधन भएपछि रमाइलो हुने रहेछ तर यो अटो रिक्साहरूमा आयो भने त एकदमै धौ आधी घन्टा त हिँड्नै पर्छ हामी चाहिँ यहाँ पौडी खेल्न आएको मेन साथीहरू यही यो भाइरल ठाउँ पौडी खेल्ने ठाउँ यस्तो छ A few moments later. गाइस यहाँ दिदीहरू नुहाउन गइसक्नु भएको छ पौडी खेल्न यहाँ गहिरो छ ओके गाइस अब म पनि जान्छु स्विमिङ गर्न त आउँदैन तर हल्का फुल्का रमाइलो गर्छौँ ल यहाँ पौडी खेल्दैछौँ एकदम रमाइलो भइरहेको छ ल यता यता हजुर भाउजू त्यहाँ हुनुहुन्छ बिमला कति रमाइलो भइरहेको छ वाउ गाइस कस्तो रमाइलो भन्छ यस्तो चिसो पानी पौडी खेल्न त आएको छैन तर यतिकै हामी यहाँ इट्टा रहेछ साथी यतातिर यतातिर ल कम हियर बिमला यता आउनु मजा आछ पौडी पौडी खेल्न आछ La 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 One hour later. पौडी खेलेर पनि नुहाएर पनि कपडा चेन्ज गरिसकेको छौँ सो अब चाहिँ हामी ऊ त्यहाँ माथि जाने भन्नुभएको छ कटेज किन ल आउनु न त्यहाँ माथि कटेजमा जाने अनि एकछिन रेस्ट गर्ने भन्नुभएको छ दिदीहरूले यो एकछिन रमाइलो भयो ल यहीँ छु मेरो हातमा यहाँ जुत्ता छ खाली खुट्टा हिँड्दैछौँ हामी यहाँ माथि आए यहाँ सबैको यहाँ भिडियो फोटो खिच्दा आफ्नो यहाँ भ्लग गराउने टाइम नै पाएको छैन साथीहरू सो यस्तो छ हामी माथि आएको के गर्ने ल भन् त छाताको ल कस्तो खुट्टा पोल्यो भुजा र चाउचाउ लिएर आउनुभएको थियो अनि भुजा चाउचाउ मिक्स गरेर खाएको अब चाहिँ हामी जाँदैछौँ घरतिर लाग्छ मेरो हालत यस्तो छ गाइज प्यान्ट माथि छ जुत्ता यसरी बनाएको छु पुरै भिज्यो त्यो कपडा नुहाएर लुक एट द भ्यू कस्तो राम्रो जङ्गल छ है गाइस यहाँ कस्तो राम्रो सिडी रहेछ उ हेर्नु न एकदम रमाइलो लाग्यो ठाउँ चाहिँ एकदमै रमाइलो छ आजको दिन यस्तै भयो साथीहरू आयौँ पौडी खेल्यौँ एकछिन बसेर रमाइलो गऱ्यौँ ल उता You know I'm गाइस यहाँ चाहिँ एकछिन नाच्ने कुरा भइरहेको छ यहाँ दिदीले डिजे ल्याउनु भएको छ डिजेबाट अब नाच्ने भन्दै हुनुहुन्छ
तिमी पहिला Hey!